यो आफैमा एउटा ठूलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामो समय टिक्दैन। मान्य सदस्य अटो सेटअप छ, यसमा मैले त काटेको होइन। डरले शासन चल्ला तर डरले विकास हुँदैन। यो बजेटको स्पिचको सैद्धान्तिक पक्षमा म केही कुरा राख्न चाहन्छु। मेरा साथी, मेरा विद्वान मित्र बजेट लाउनु भएछ र यसमा केही राम्रा पक्ष पनि छन्, जस्तै व्यक्तिगत आयकरको सीमा बढेको छ, नयाँ नयाँ स्टार्टअपको कुरा भएछ, आइटी क्षेत्र भइरहेछ। तर मित्रलाई भन्दा एउटा पुरानो सांसदको नाताले केही कुरालाई आगाह गर्न चाहन्छु। यो बजेटबाट खुसी कति ग्रुप है, नेपालको कति % जनसङ्ख्या खुसी भयो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा त्यत्रो निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला तर डरले विकास हुँदैन। शिक्षा, स्वास्थ्य